धोका अर्थात् चिटिङ। धेरै समयमा चाहिँ हामीलाई धेरै व्यक्तिहरूले चाहिँ धोका दिइरहनु भएको छ। धोका भन्ने बित्तिकै हामीलाई कुनै पनि केटाकेटीको बिचमा मात्रै हुँदैन कुरा, धेरै कुराहरू हुन्छ होइन। मण्डलीमा पनि धेरै व्यक्तिहरूलाई हुर्काइरहेको हुन्छ, बढाइरहेको हुन्छ होइन, छोराछोरीको रूपमा होइन। तर उहाँहरूले पछि गएर चाहिँ मण्डली अब छोडेर जाने वा अब धोका दिएर जाने वा अब धेरै कुराहरू होइन। अब म गर्छु सँगसँगै मिनिस्ट्री गरौँ यताउता भनेर भनिरहनु भएको हुन्छ सुरुमा, तर पछि गएर चाहिँ होइन अब यस्तो उस्तो भनेर चाहिँ त्यो एउटा धोका दिने कुराहरू चाहिँ भइरहेको हुन्छ होइन। मिलेर गरौँ परमेश्वरको काम भन्ने बेलामा चाहिँ अब धोका दिने बिचमै होइन। अब कसैले केही अब खाएर भागिरहने, कोही अब त्यो जुन बोलेको कुराहरू छ त्यो बोलेको कुराहरू चाहिँ पुरा नगर्ने होइन, भाग्ने त्यो कुराहरू छ। अनि त्यो कुराहरू सोच्दाखेरि, सुन्दै गर्दाखेरि र देख्दै गर्दाखेरि चाहिँ धेरै गाह्रो पर्दछ र धेरै दुःख पनि लाग्दछ होइन। अनि नराम्रो लाग्दछ मानिसहरूले किन यस्तो व्यवहार गर्छन् होला। जसरी हामीले बाइबलमा पनि हेर्छौँ भने त्यहाँनिर 3 चोटि इन्कार गरेको छ है पत्रुसले येशूलाई, म चिन्दिनँ भनेर चाहिँ उसले भनेको छ। कति नराम्रो लाग्यो होला येशूलाई होइन। तर उसले चेला हो, आफ्नो चेला हो, कति हुर्काएको थियो, बढाएको थियो, हिँडाएको थियो, आत्मिक ज्ञान दिएको थियो होइन। तर होइन मैले चिन्दिनँ भन्दाखेरि चाहिँ कति शङ्का गर्ने कुराहरू, चिन्दिनँ भन्दाखेरि कति नराम्रो लाग्छ होला होइन, कति मन दुख्छ, कति मुटु दुख्छ। त्यही पनि उहाँले चाहिँ एउटा नम्रताको भावनामा चाहिँ उहाँलाई भन्नुभएको थियो होइन। तर आज हामीलाई त थाहा हुँदैन कसले हामीलाई के गर्छ भनेर, तर बिच बाटोमै छोडिदिने होइन, राम्रो गर्ने, ल हामी यस्तो गरौँ, एउटा पछिको भविष्यको राम्रो कुराहरू देखिरहेको हुन्छौँ। तर पछि गएर चाहिँ बिचमा नै त्यो कुराहरूबाट हामीलाई चाहिँ छोडिदियो कसैले, बिच बाटोमै हाम्रो हात समाउनलाई छोडिदियो भने त्यो जस्तो गाह्रो परिस्थिति केही हुँदैन। तर त्यसबाट पनि हो परमेश्वरले हामीलाई सिकाउनु त हुन्छ होइन। यस्तो कहिले पनि हामीलाई भन्दैनौँ होला, गर्दैनौँ होला भनेर त हामी सोध्छौँ। तर त्यो नसोचेको कुराहरू पनि कहिलेकाहीँ हाम्रो जीवनमा, हाम्रो परिवारबाटै हामीलाई कति व्यक्तिहरूले होइन धोका दिनुहुन्छ, हाम्रो सम्बन्धहरूबाट हामीले धोका पाइरहेको हुन्छ, हाम्रो मण्डलीमा विश्वासीहरूबाट, अरू व्यक्तिहरूबाट हामीले धोका पाइरहेका हुन्छ, हाम्रो कलेजमा, हाम्रो स्कुलमा, हामीले काम गरेको ठाउँहरूमा, हामीले थुप्रो ठाउँहरूबाट चाहिँ हामीले धोका पाइरहेका हुन्छौँ। तर परमेश्वर मात्रै हुनुहुन्छ कि जसलाई चाहिँ हामीलाई कहिले पनि धोका दिनुहुन्न। सधैँभरि हामीलाई प्रेममा, वास्तामा, फिक्रीमा चाहिँ उहाँले राख्नुहुन्छ होइन। हामीलाई कहिले पनि धोका नदिने चाहिँ उहाँ हुनुहुन्छ। साथै नै उहाँले चाहिँ हामीलाई प्रेम गर्ने एकजना व्यक्ति चाहिँ उहाँ हुनुहुन्छ। हामीलाई कहिले पनि धोका हामी पाउँदैनौँ, सधैँभरि आफ्नो साथमा चाहिँ हामीलाई राख्नुहुन्छ। अनि आज हामीलाई परमेश्वरले हुर्काइरहनु भएको, हामीलाई बढाइरहनु भएको, आत्मिक रूपमा हामीलाई सहायता गरिरहनु भएको, हामीलाई कहिले पनि नछोड्नु हुने उहाँलाई चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन। उहाँको त्यो प्रेम, उहाँको त्यो हामीप्रति भएको त्यो गुण, सम्पूर्ण कुराहरू उहाँले हाम्रो निम्ति गर्नुभएको कुरालाई हामीले कहिले पनि बिर्सनु हुँदैन। यदि हामीले बिर्सिन्छौँ भने हामीले अरू व्यक्तिहरूलाई जसरी परमेश्वरले हामीले धोका दिन्छ भने हामी कहीँको पनि हामी रहँदैनौँ। हामीलाई हाम्रो के जीवनको मूल्य नै रहँदैन। त्यसैले हामीले चाहिँ कसैलाई पनि धोका दिने कुराहरू चाहिँ गर्नु हुँदैन, काम गर्नु हुँदैन। किनभने त्यो एकदमै नराम्रो। हामीसँगै मिलेर एकतामा काम गर्नुपर्ने हो, तर हामीले एकअर्कालाई धोका चाहिँ दिनु हुँदैन।